मेरा प्यारा देशवासी प्रजागण, शांति क्षेत्र, वैदिक सत्य, सनातन धर्म सापेक्ष राष्ट्र नेपालमा जन्म लिएर पशुपत क्षेत्रको केन्द्रीय पीठ पशुपतिनाथको यस दिव्य प्राङ्गणमा आजबाट नयाँ निर्णय गर्न पाउनु हाम्रो लागि अहोभाग्य हो। धेरै जनताको गुनासो थियो, बेठीतिर अन्यायले अत्याचार रहेको छ। यदि कल्की अवतार नै हो भनेदेखि सुदर्शन चक्र उठाएर दैत्यको विनाश गर। यसैले मैले आफ्नो हातमा सुदर्शन चक्र उठाएर चेतावनी दिन चाहन्छु। सावधान, धर्मको नाममा व्यापार गर्ने समय सकिएको छ। अबको 84 साल 2084 सालभित्रमा म नेपालीको सदिच्छालाई पुरा गर्ने घोषणा गरी 2072 सालको संविधान पूर्णतः रूपमा कल्की सरकारले बहिष्कार गरेको जानकारी सहित घोषणा गर्दछु। सांप्रदायिक र दल रहितको स्वतन्त्र मेरो राष्ट्र सनातनको पद्धति वेद शास्त्रसँग आधारित रहित वेद र शास्त्रको नीतिसम्म चल्ने एउटा शक्तिशाली राष्ट्र बन्नेछ र विश्वले नै यस राष्ट्रलाई सदावत रूपमा अग्र स्थानमा लानेछ। आज यस दिव्य पुण्य भूमिबाट मैले वाचा गरेको छु। म जसरी पनि 84 सालको दशैंभित्रमा भ्रष्टहरूलाई दण्डित गरी मैले आफ्नो देशवासीको नाममा एक दिव्य प्राङ्गणबाट, त्यस दिव्य शक्तिशाली भूमिबाट एउटा अलौकिक घोषणा गरेर नयाँ नीति र थितिसहित देवतन्त्रको उद्घोष गर्नेछु। त्यसैले आउँदैछ देवतन्त्र नेपालमा भन्ने मूल सिद्धान्तलाई विश्वास गरी सबैजना आफ्नो स्थानबाट अगाडि बढ्न अनुरोध गर्दछौँ। कसैले ल्याइदिएको राजा खाँचो छैन नेपालमा। अमेरिका र भारतको सहयोगको पनि अब आवश्यक छैन मेरो देश नेपालमा। नेपाल आफै स्वावलम्बी, दृढवान र तेजवान हुँदैछ। त्यसैले नेपालको उच्च समृद्धिको तेज शक्ति सहित लक्ष्मीको ऊर्जालाई पनि प्रभाव गर्ने गरी हामी 84 सालभित्रमा नयाँ तन्त्रको घोषणा गर्ने उद्घोष गरी बक्सेका छौँ। त्यसैले अब हामी गणतन्त्र र देवतन्त्रको समागम युद्ध सुरु भएको उद्घोष गर्दछौँ। सरकार अझै पनि म गणतन्त्रवादी सरकारसँग म यही चाहन्छु। यदि गणतन्त्र नै ठिक छ भनेदेखि मैले भनेको 11 बुँदे माग स्वीकार गरी जनताको नाममा न्याय फैसला गरियोस्। त्यसमा गणतन्त्रको विरोधमा र नेताहरूको विरोधमा देव सत्ता कहिल्यै पनि लाग्ने छैन। यदि होइन भने मेरो औँलामा उभिरहेको सुदर्शन चक्रले भ्रष्टाचारको घाँटी रेट्नेछ। यो मेरो चुनौती र चेतावनी भयो। सक्षम र खुडी छ भने कल्की सरकारको पाइलालाई रोकेर देखाऊ, मेरो बाटो छेकेर देखाऊ। तर अब म अगाडि बढी बक्सेको छु। मैले पाइला सारिसकेको छु। मैले पशुपतिमा आज पनि वाचा गरेको छु कि भ्रष्टहरूलाई मृत्यु दण्डसम्मको सजाय नदिकन मैले यस धरती छोड्ने छैन। धेरै प्रजाहरू दृढपूर्वक बोल्दा सरकारलाई नै तलमाथि होला भनेर चिन्ता लिनु भएको थियो। यदि मलाई नेपाल सरकारले प्रहार गरेको तातो गोली लाएर म मरेछु भने पनि जाग कल्की भनेर देशवासी जनताले जगाएको खण्डमा फेरि मृत्यु देहमा प्राण सक्रिय गरेर आउन सक्ने सामर्थ्य छ मसँग। त्यसकारण मलाई न तातो गोलीको डर छ न कुनै ओलीको डर छ। मलाई केहीको पनि डर छैन। मात्र मेरो साथमा दैवीय शक्ति छ र जनताको माया, प्रेम, श्रद्धा र भक्ति छ र मलाई जन्म दिनुहुने मेरा पूज्य माता पिताको आशीर्वाद छ र
मेरी प्रिय लक्ष्मीको प्रेम र समर्थन अनि साथ छ। यी सबैले समृद्धवान रहेको कल्की सरकारलाई कुनै पनि संसारको हतियारले निस्तेज गर्न नसक्ने कुरा अग्रिम जानकारी गराइ बक्सन्छ। सत्य तीतो हुन्छ, सत्य मिठो हुँदैन कि सत्यलाई स्वीकार्न कठिन हुन्छ। त्यसैले कठिनको यात्रामा यो अग्नि परीक्षामा कल्की होमिएको छ। कल्कीले पटक पटक अग्नि परीक्षा दिएको छ। सतयुगमा द्वापर युगमा 14 वर्षको वनवासको अग्नि परीक्षा दियो। द्वापर युगमा पनि मैले 11-12 वर्ष आफ्नो जन्म दिने माता पिताको वियोग सहेर अग्नि परीक्षा दिनु पर्यो। धेरैभन्दा धेरै पीडादायक अवस्थालाई हरेक युगमा स्वीकार गरेको छु। यस युगमा पनि जन्म दिने माता पिता साथमा रहेर पनि उहाँहरूको हाल खबर सोध्न सक्ने अवस्था पनि साथमा छैन। त्यो पूर्ण परीक्षालाई आत्मसात गर्दै परम सत्यतालाई विश्वास गर्दै उनी जन्मदाताको आशीर्वादलाई शिरमा धारण गर्दै उनीहरूलाई मैले वचन दिएको छु कि देश र जनताको लागि न्याय मैले जबसम्म दिने छैन तबसम्म हजुरको अगाडि हजुरको छोरा उभिन सक्ने छैन। मैले वचन दिएको छु, मैले संकल्प गरेको छु। त्यसैले उहाँहरूको चरण ढोगेर उहाँहरूको आशीर्वाद लिएर पशुपतिनाथलाई पनि आज कसम खाइसकेको छु कि मैले वाचा गरिसकेको छु। जसरी पनि म 84 सालभित्र मैले जसरी पनि भ्रष्टाचारी नेताहरूको र भ्रष्टाचारी सन्तहरूको अन्त्य गरी गणतन्त्र र गणतन्त्रको नाश गरी देवतन्त्र सहित प्रजाको हक हितलाई सदावत आत्मसात स्वीकार गर्नेछु। देवतन्त्रले सबै जनतालाई न्याय दिनेछ र अब राज संस्था होइन, राजतन्त्र होइन, देवतन्त्र र कल्की संस्थालाई स्थापित गर्न देशवासी जनतालाई घर घरबाटै परिवर्तनको बिगुल फुक्न निर्देशन गरी बक्सी अघिका घोषणामा दिएका नीतिलाई दोहोऱ्याइ तेह्रै हेरी पालना गरी हाम्रै साथमा सम्पर्कमा रही हाम्रा निर्देशन अनुसार आफ्नो गृहबाट भ्रष्ट नेताहरूलाई तलाउने काम गरौँ। 2084 सालको यो स्थानीय तथा संसदीय चुनाव प्रणालीलाई आजैबाट बहिष्कार गरौँ भन्ने भनाइका साथ श्री पशुपतिनाथले हामी सबैमा कल्याण गरून्। जय नेपाल।